एकचोटि तल आउनु न, तपाईसँग कुरा गर्नु छ। आउनु न एकचोटि। भान्जी के भयो? रुनु भयो कि के हो? के भएको छैन। भान्जीलाई के भयो ज्वाइँ साहब? ल भन्नु तपाईँ मलाई माया गर्नुहुन्छ कि गर्नुहुन्न? अब यत्रो कुरा थाहा पाएर पनि तँ जस्तो झ्यासा माया गर्छिन्? एकछिन, म अनुसँग कुरा गरिरहेको छु। मलाई तपाईँहरूको मुखबाट होइन, अनुको मुखबाट सुन्नु छ। कान खोलेर सुन। म तिमीलाई माया गर्दिन र ढुक्काउ। तिमीलाई मात्र होइन, अब आइन्दा झुक्केर पनि कुनै गरिबलाई माया गर्ने भुल गर्ने छैन। मलाई गाह्रो भएपछि त मलाई बच्चासित मलाई अनु चाहिन्छ। मलाई तिनीको पानी भएर थालिसकेको छ। मलाई बच्चा, मलाई बच्चा, मलाई बच्चा, जहाँ मायाको कदर छैन त्यहाँ बसेर कुनै पनि फाइदा छैन। सीता, आजबाट मैले अनुलाई मेरो मनबाट सधैँको लागि निकाल्दिए। तँलाई मैले मेरो आँगनमा नटेक भने होइन।